सरप्राइज दिनु हेलो अनि हामी चाहिँ आज समर दाइको बर्थडे र हामी चाहिँ थोरै हामीले सरप्राइज दिनलाई हामीले केकहरू ल्याएर राखेको छौँ केक हामी लिन सक्छौँ अनि हामी चाहिँ आज हामी 3 जना छौँ अनि आनन्द त्यसपछि गएर दिपेला दाइ र अब हामी हेर्छौँ दाइ कतिखेर आउनुहुन्छ र कसरी हाम्रो सरप्राइज केक चाहिँ हामी कसरी गर्छौँ फोन गरे हैन यतै गर्नु होला लाइक गर्नु होला सब्स्क्राइब गर्नु ल यहाँ ढोकामा पर्खेर चाहिँ बुढो मान्छेले बुढो कतिखेर आउने हो ल हामी चाहिँ फोन गर्दैछौँ फोन लागिरहेको छ है बुढालाई सरप्राइज दिनु लाग्यो हामीलाई सरप्राइज दिने हो कि थाहा छैन बुढो नआएर होइन बुढो नआइदिने नि भेट छैन आएर भने सरप्राइज जस्तो गरिरहेको अघि म कोठामा जाँदा फिल्म हेर्दैछु भन्दै थिएँ क्या बुढो फिल्म हेर्न आएको भने त्यो मलाई लागि ह्यापी बर्थडे टु यु ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर साई ह्यापी बर्थडे टु यु फाइनल्ली हाम्रो दाइ चाहिँ अब कति भयो नभनौ त्यसै कति भएछ नभनौ कति भयो थाहा छैन त्यो सुन्न राख्दा चाहिँ अब अगाडि कति हो दाइ आफै राख्छ नि होइन अब सुन्न यो चाहिँ सुन्न हो अब ल भयो भयो धेरै धेरै वर्ष भागो त गाडिदिनु खोइ लाइटर खोइ लाइटर दाइ आफैले ल्याउनु पाउँछ क्या मसँग त्यस्तो एक्सपिरियन्स छैन अब हाम्रो आनन्द भाइ गिटारिस्ट 1 2 3 4 Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sai. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Sai. Happy birthday to you. पछि ह्यापी बर्थडे टु यु भनेपछि नि आउने भने फेरि एक्टिभिटी गरौँ न के हुन्छ रातभरि गर्ने नसकेसम्म गरौँ न कम त कष्ट गरेर ल्याएको छ 0 पार्टी नल्याएको पैसा हाल्नु पर्यो नि to you happy birthday to you फेरि भालो रातभरि घुम्नु पर्यो May the Lord God bless you May the Lord God bless you May the Lord God bless you Summer Bandai Happy birthday to you पैसा असुल पर्यो नि त दाइलाई के भन्नु छ कि अब यो चाहिँ दाइसँग बसेर दाइको बर्थडे मनाउने चाहिँ यो लास्ट टाइमै होला विगत गएको समयहरू अब रमाइलो भयो राम्रैसँग बित्दै गयो हाम्रो सरबन्दाको लागि म एउटा 2 शब्द भन्छ हैन अनि हाम्रो सरबन्दाई चाहिँ मैले अहिलेसम्ममा केही होइन 4 वर्षै भनौँ हामीसँगै कलेजमा बस्दै गर्दाखेरि अब लास्ट इयर भइसक्यो होइन अब छुट्टिन्छ हाम्रो भाइले भनिसक्यो अब हामी छुट्छौँ होला सायद यसरी हामी भेटे पनि हामी यसरी भेट्दैनौँ होला होइन अनि यसरी लास्ट बर्थडेमा हामी केही विस गर्न पाउँदाखेरि खुसी लागेको छ अनि यो अवसर पनि हामीले पायौँ अनि उहाँ चाहिँ खास वास्तवमा चाहिँ सहयोग गर्नको लागि चाहिँ होइन सबैजनाको लागि सहयोग गर्नको लागि सधैँभरि उहाँ तयार हुनुहुन्छ ल अनि हाम्रो आनन्द भाइको पालो ल दाइलाई फर्स्ट टाइम भेट्दाखेरि चाहिँ यो दाइ एनटिसीको गुन्डा हो भन्नु लागेको थियो पुरा त्यो हाफ बन्डीमा हुन्छ नि बन्डीमा छिरेको थियो बुढो म बेडमा थिएँ अनि ओ दाइले भन्दै छिरेको थिएँ बुढोसँग बसेर बस्नुपर्छ भनेर बसेको थिएँ गुन्डा त गुन्डा निस्क्यो तर राम्रै गुन्डा निस्क्यो हिरोवाला गुन्डा निस्क्यो होइन जस दाइसँग 4 वर्ष बस्न नपाएँ 1 वर्ष बस्दाखेरि चाहिँ धेरै कुरा सिक्यो अरू भन्दा नि दाइको त्यो सेवा गर्ने बानी चाहिँ धेरै राम्रो लाग्यो अनि भने मेरो खन्काचोमा के भन्छ नि त्यो तेल भन्छ नि जस्तै म भोग लाग्यो भने दाइसँगै माग्ने दाइले दिनुहुन्छ दाइ जहिले नि ओपन हार्टेड रहनु भयो त्यसको लागि चाहिँ दाइलाई धन्यवाद हाम्रो सबैलाई धन्यवाद हाम्रो समर्पणले ह्यापी बर्थडे धन्यवाद दिनुभएको सरप्राइजको लागि खुसी लाग्यो बुढेसकालमा बर्थडे मनाउनु चाहिँ हेर्दै काठमा सिक्नु जस्तो अब चाँडै बे गर्नुपर्छ है अब बेमा केक काट्नुपर्छ अर्कोचोटि ल ठिक छ बिहे हुने मिति चाहिँ 2083 साल मङ्सिरको 21 गते तदनुसार डिसेम्बर 7 2026 ल के रह्यो चाउमिन चटपट है चटपट ल